बस्न देऊ अनि माननीय सदस्यहरू, अब माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई विनियोजन विधेयक 2082 लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु। अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई विनियोजन विधेयक 2082 लाई प्रस्तुत गर्न अनुमति दिन्छु। सम्माननीय सभामुख महोदय, आर्थिक वर्ष 2082-83 को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट रकम खर्च गर्ने सम्बन्धी अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले प्रस्तुत विधेयक पेश गर्नु परेको हो। सम्माननीय सभामुख महोदयको अनुमतिले राष्ट्र ऋण उठाउने विधेयक 2082 लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद। माननीय सदस्यहरू, माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई राष्ट्र ऋण उठाउने विधेयक 2082 लाई प्रस्तुत गर्न अनुमति दिन्छु। सम्माननीय सभामुख महोदय, आर्थिक वर्ष 2082-83 को लागि नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न नेपाल सरकारले राष्ट्र ऋण उठाउने सम्बन्धमा कानुनी व्यवस्था गर्न वाञ्छनीय भएकोले प्रस्तुत विधेयक पेश गर्नु परेको हो। बजेटले जुन वैदेशिक सहयोगको सन्दर्भमा वैदेशिक सहयोग परिचालनको सन्दर्भमा जुन प्रस्ताव गरेको छ, अन्तर्राष्ट्रिय सहयोग परिचालन पनि पुरा हुन्छ भन्ने कुरा यहाँ एकछिन रोकिदिनु होला। हस्, धन्यवाद सर। माननीय सुशीला थिङ किन उभिनु भएको छ? के नियम आपत्ति हो? नियम 20 र 21 के हो राख्नुस्? नियम आपत्ति भयो। जस्तै अब आपत्तिजनक शब्दहरू यहाँ मानव तस्करीको कुराहरू उठ्यो, बोल्ने वक्ताले बोलिरहेको बेलामा अवरोध गर्ने कुराहरू उठ्यो। मानव तस्करी भनेर कसलाई भन्न खोजेको हो? मानव तस्करीको परिभाषा कसरी पूरा गर्ने हो? र जसले 5-5 जना व्यक्तिलाई हस्ताक्षर गरेर विदेश पठाएको मानव तस्करी हो कि कुन विषयको मानव तस्करी हो, त्यो सदनमा स्पष्ट पारियोस् भनेर मैले यो कुरा राखेको हो। सभामुख महोदय, धन्यवाद। माननीय सदस्यहरूले ध्यान आकर्षण गराउनु भएको कुरामा ध्यान आकृष्ट भएको छ। संसदभित्र गरिने गतिविधिहरू मर्यादित, जिम्मेदारपूर्ण, उत्तरदायीपूर्ण हुनुपर्छ भन्ने कुरामा सबै माननीय सदस्यहरूलाई ध्यान आकर्षण गर्न चाहन्छु। संसदको मर्यादाभित्र विरोध समर्थन गर्ने परिपाटी हाम्रो रहेको छ। अब पनि यसलाई विकास गर्ने कुरामा ध्यान दिनुपर्छ। त्यसमा ध्यान आकृष्ट गराउँदै म वक्ता माननीय अर्थमन्त्रीजीलाई जवाफलाई निरन्तर दिन समय दिन्छु। माननीय सदस्य के को लागि उठ्नु भएको छ? के नियम आपत्ति हो? के हो? के अन्तर्गत कहाँ हो? यो 20 अन्तर्गत मैले नियम आपत्ति गर्नुपर्ने महसुस भएर कुरा राख्न खोजेको। सम्माननीय सभामुख महोदय, हामी बजेटमाथिको छलफलमा छौँ र यो छलफलका क्रममा यो बैठक कसरी चल्नुपर्ने हो, कस्तो वातावरण बनाउनु पर्ने हो, हामी सबै सदस्यहरूले कस्तो मर्यादा पालन गर्नुपर्ने हो र कस्तो मर्यादाका बिचमा यो बैठक गर्नुपर्ने हो, म यो ध्यानाकर्षण गराउन चाहन्छु। हामी रत्न पार्कमा छौँ कि शहीद गेटमा छौँ कि कलङ्कीमा छौँ कि पोखरा चिप्लेढुङ्गामा छौँ, मैले बुझ्न पाइनँ, बुझ्न सकिनँ। मान्य सदस्यहरूका कुर्सी रोइराखेका छन्। कुर्सीले मान्य सदस्यहरूलाई भेट्न पाएका छैनन्। ध्यान आकर्षण भएको छ यहाँको कुराको। त्यसैले यो चाहिँ बसेर गर्नुहोस्, मान्य सदस्य आसन गर्नुहोस्।
र वक्ता मान्य सदस्य आफ्नो भनाइ अगाडि लानुहोस्। माननीय दामोदरज्यू भन्नुहोस्। म सम्मान्य सभामुख महोदय, म 26 नियम 26 अनुसार म नियम आपत्ति गर्न चाहन्छु र म ध्यान आकर्षण गराउन चाहन्छु। हाम्रो नियमावलीको बिचमा बैठकमा पालना गर्नुपर्ने नियम सम्बन्धी झमा एउटा व्यवस्था छ। यो व्यवस्थाले हामीलाई के भनेको छ भने संसदीय मर्यादा कायम गर्नुपर्दछ र कसैले विरोध गर्न पर्यो भने यो उभिएर विरोध गर्ने हाम्रो परम्परा पनि छ, नियमावलीमा व्यवस्था पनि छ। तर सम्मान्य सभामुखको ड्यासतर्फ, सभामुखको आसनतर्फ चप्पल जुत्ता खोलेर ध्यान गरे जस्तो गरेर यो विरोध गर्ने यो चाहिँ संसदीय मर्यादा भएन। यो संसदीय मर्यादा कायम गर्नका लागि म सम्मान्य सभामुखको ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद। मान्य सदस्य ध्यान आकर्षण भएको छ, बस्नुहोस्।